शक्तिशाली देशको प्रभाव र कब्जा रणनीति। शक्तिशाली देशहरूले कमजोर देशहरूलाई कब्जा गर्ने तरिका सधैँ सैनिक आक्रमणबाट मात्र हुँदैन। अहिलेको युगमा त कब्जा धेरैजसो अदृश्य रूपमा हुन्छ। यहाँ केही प्रमुख तरिकाहरू छन्। वैचारिक कब्जा, वैदेशिक शिक्षा, मिडिया र संस्कृति मार्फत स्थानीय सोच, मूल्य र पहिचानलाई कमजोर बनाइन्छ। युवाहरूलाई विदेशी जीवनशैली आकर्षक लाग्न थाल्छ, जसले आफ्नै परम्परा र इतिहासप्रति उदासीनता ल्याउँछ। आर्थिक नियन्त्रण, ऋण मार्फत नियन्त्रण, कमजोर देशलाई भारी ऋण दिइन्छ, जसको शर्तमा नीति परिवर्तन, निजीकरण वा प्राकृतिक स्रोतको पहुँच मागिन्छ। विदेशी लगानीको नाममा स्थानीय उद्योगहरू कब्जा गरिन्छ र नाफा बाहिर लैजाने प्रवृत्ति हुन्छ। कूटनीतिक दबाव, अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै UN, IMF र WTOमा शक्तिशाली देशहरूको प्रभावले कमजोर देशको निर्णय स्वतन्त्रता घट्छ। द्विपक्षीय सम्झौताहरूमा असमान शर्तहरू राखिन्छन्, जसले दीर्घकालीन निर्भरता सृजना गर्छ। प्रविधि र डाटा कब्जा, डिजिटल प्लेटफर्महरू, एप्स र सर्भरहरू विदेशी नियन्त्रणमा हुँदा जनताको व्यवहार, रुचि र सोच सम्बन्धी डाटा विदेशी शक्तिहरूको हातमा पुग्छ। यसले भविष्यमा राजनीतिक वा आर्थिक निर्णयहरू प्रभावित पार्न सक्ने खतरा बढाउँछ। सीमाना र भूभाग कब्जा, लिपुलेख जस्ता विवादित क्षेत्रहरूमा शक्तिशाली देशहरूले व्यापारिक वा सैनिक गतिविधि बढाएर कब्जा गर्ने प्रयास गर्छन्। लेखक मोहन प्रसाद ढुङ्गेल। यो भिडियो कस्तो लाग्यो सल्लाह सुझाउ दिन नबिर्सनुहोला र शेयर गर्नुहोस्।